यदि तपाईहरु भोजपुरका सबभन्दा मिठो चटपटे खाना चाहनुहुन्छ भने चाहिँ यहाँ आउनु होला। व्हाट्स अप गाइज, वेलकम टु माय अनदर एपिसोड अफ पवन उपाने भ्लग्स। यस, आज चाहिँ हामी हाम्रो भोजपुरको सबभन्दा मिठो चटपटे पाउने ठाउँमा जाँदैछौँ है। थर्पुडाँडा स्पेशल भोजपुरको सबभन्दा मिठो चटपटे पाउने ठाउँमा चाहिँ सबभन्दा मिठो चटपटे पाउने ठाउँ विथ भोजपुरको वान अफ द रिनाउन्ड ब्लगर नेउपाने ब्लग्ससँग चाहिँ हामी जाँदैछौँ। साथी पनि गरायो। फेरि त्यहाँ जानुको पनि एउटा फाइदा रहेछ। त्यहाँनिर किन गरायो? तँलाई देख्ने मेरो आइफोन देखेर आइफोन हो मेरो, यो आइफोन पवन ब्लग्स खोज्यो आइफोन। त्यहाँनिर गएर त्यहाँ हामी जानुको फाइदा एउटा के छ भने त्यहाँ चाहिँ अब कस्तो भन्ने, अब थर्पुडाँडा चटपटे पसलले चाहिँ स्पोन्सर गर्दै यस्तो तरिकाले यहाँ आएर भिडियो बनाइदिनुहोस् भन्नुभएको छ उहाँलाई। जान्छौँ सिधै खाना पाइन्छ होइन। जाऊ स्पोन्सर चटपटे खानु ल, खानु चाहिँ गइरहेको छौँ। अस्ति भत्केको धरा आएर यहीँ नै हो स्पोन्सरमा आइज यो अस्ति हामीले लडाएको धरा आएर एकदम गरेर भत्काएको हालिसक्यो भने त्यो भत्किए धरा आएर टाइटल राखेर हालेको छु मैले। फुल चाहिँ नखिच है, पत्तो चाहिँ हामी चाहिँ छौँ मूल बाटोमा। यो त यस्तो चलेको ठाउँ, यो पिपलको फेद भन्छ होइन। तपाईँको यो पहिले हाइवे नहुँदाखेरि यो बाटोमा यहाँ क्यारम बोर्ड खेल्थ्यौँ। 2072 सालको भूकम्प जाँदा सुधा हामी पनि यहाँ क्यारम बोर्ड खेलिरहेको थियौँ। हो नि, 72 सालको भूकम्प जाँदाखेरि यहाँ चोकै थियो। भव्य चोक थियो, खतरा मान्छेहरू जमघट हुन्थ्यो यहाँ। अहिले त शून्य चोक हो है त। अहिले हेरौँ जति पनि माथि हाइवे सरेर त्यो जति चोकहरू छ नि त्योभन्दा खतरा थियो। यस्तो डेन्जर यहाँ पसल थियो होइन, यहीँ पसल थियो। यहाँ त एउटा स्टिल छँदैछ पसल। एउटा खाली नहुने, तीनवटै क्यारम बोर्डमा हेर्ने मान्छेहरू पनि उत्तिकै क्या। त्यस्तो थियो। त्यस्तै थाहा छ किन कति सालको? 65 अनि त 9 वर्ष जेठो रहेछ त। अनि ल यसले थाहा छ, अलिअलि थाहा छ यसलाई, थाहा छ मलाई पनि थाहा छ। त्यो हामी अहिले रमाइलो गर्दैछौँ यहाँ थर्पुडाँडा चुलो, सामूहिक चुलो। त्यो त खतरा। अब म देखाउँछु तपाईँलाई। भाइ पनि आइसक्यो चटपटे खानाको लागि। हाम्रो एकदम स्पोन्सरमा चटपटे भन्दा नि अब स्पोन्सरमा त्यत्रो स्पोन्सरमा पैसा तिर्नु पऱ्यो, कति तिर्नु थाहा छैन। तर स्पोन्सर माग्नुपर्छ है साथी। अब त यार यत्रो भ्लग बनाउने छैन के हो भन्नु पर्यो। अब स्पोन्सर मागै स्पोन्सर होइन, मेरो 1400 माग्यो भने म मागेँ 1410 स्पोन्सर माग्ने हो म त। आजको भ्लग चाहिँ तपाईँले स्पोन्सर दिनु पऱ्यो, म तपाईँको प्रमोसन हानिदिन्छु भन्ने, मेरो भिडियो हेरेर आउने जतिलाई चाहिँ तपाईँले विशेष डिस्काउन्ट दिनु पऱ्यो भन्ने। अब त अनि होइन दिन्छ पनि हेर्नु पर्यो हुन्छ। आज चाहिँ रमाइलो हुने हो साथी। आज आइसक्नु जाऊ चटपटे खानु स्पोन्सर ल साथी। ल यस्तै छ फिलै होइन। अब गाउँ घरमा अब खेत रोप्ने यताउति गर्ने बेला भएको छ नि त, सबैलाई थाहा छ। यसो धेरै नबोलाउ, एकचोटि रुमै भेट्नुपर्छ। साथीहरू रोपाइसकेको यहाँनिर रोपाइसकेर हाम्रो सुरु भएको छ, यता सकिसक्यो। अब हाम्रोतिर नि हुन्छ। हामी छौँ वान एन्ड ओन्ली सहकारी पसल भोजपुर नगरपालिका 5 बोकिम। वान एन्ड ओन्ली सहकारी पसल हो नि त। यु क्यान सी। तपाईँहरूलाई केही सामान चाहियो भने चाहिँ सस्तो सर्वसुलभ रूपमा आउँदा हुन्छ तपाईँहरूले। हाम्रो वडाकारले पनि यहाँ छ भन्ने सुनेको थिएँ मैले। भर्खर सरेको अरे भन्ने सुनेको थिएँ। अब लाग्यो केटा थर्पुडाँडा लाग्यो भ्लग बनाउँ। ल यसो थियो, यसको पनि ट्र्याक्टरै बिग्रेको छ। लास्ट भ्लगमा देखिहाल्नु होला मेरो ट्र्याक्टर बिग्रेर बनाएको। अहिले हामी जाँदैछौँ। मलाई पनि भ्लगमा देखाउँ, हामीलाई पनि देखाउँ न। ल हामी चाहिँ के यहाँ चटपटे खानु मात्र हिँडेको हो र। तेरो प्रमोसन हान्न मात्र हिँडेको हो र। ब्लगतिर के भन्नुहोस्? म बोल्दिनँ तर देखाइरह। म देखाउँछु। कालेलाई पनि देखा। यो मान्छेको अनुहार र यसको अनुहार नि त ठ्याक्कै। यो छ कोल्ड स्टोर हाम्रो।
कति 7 लाख बजेटमा भनेर अस्ति वडा अध्यक्षज्यूले नि भन्नुभएको थियो नि यही हो 7 लाख 7 लाख हो अरे मलाई नि त्यति थाहा छैन त्यो अब यो 7 लाख बजेटमा बने गरे भन्ने सुने अस्ति भ्लगमै भन्नुभएको छ त लास्ट भ्लगमा हेर्नु होला तपाईँले एक दुईवटा पुरानोमा अब हामी जाँदैछौँ थरपुरामा अब चाहिँ मिस्टर न्यारोटम राईको हातमा क्यामेरा परिसकेको छ अब यहाँ कसैको रात चल्दैन यहाँ केटाहरू छ हाम्रो केटाहरू होइन मेरो भाइहरू छ अब के अरे भोजपुर टाइम्स के लाइन रे भोजपुर टाइम्स अनलाइन त्यहाँबाट पनि उहाँलाई के भन्छ त्यसलाई अब एउटा पोस्ट आइसकेको छ अब भोजपुर जिल्लामा भोजपुर टाइम्स अनलाइनबाटै त्यसरी आउनु भनेको चाहिँ एउटा भोजपुरमा चाहिँ उनले चाहिँ हाल्छ उयो ल गाइज अब म चाहिँ अलिकति क्यामेरा फ्रेन्डली छैन त्यही भएर लाज लागिरहेको छ त्यही पनि म भ्लग चाहिँ बनाउनु सक्दिनँ बुढो हेर्दै गयो कस्तो मजाले हेरेको अङ्कलले त्यही पनि केही छैन अब बोल्नु पनि केही आउँदैन हामी चाहिँ साह्रै गाह्रो हुँदो रहेछ जसले पनि हेर्दो रहेछ तर मलाई मतलब लाग्दैन रहेछ साथीहरू फेरि जसले हामी बोक्सिमे युवा ग्याङहरू चाहिँ निक्लिसकेका छौँ ठ्याक्कै हाम्रो थरपुर डाँडा चुलोमा क्यान्सी यति प्याक हुन्छ यहाँ देख्न सक्नुहुन्छ मान्छेहरू चटपटे खाएर गइराखेको देख्न सक्नुहुन्छ है तपाईँहरू हो यस्तो प्याक हुन्छ कहाँबाट मान्छे आउने चटपटे खाने हामी पनि चटपटे खाने आएको थरपुर डाँडा चुलो भोजपुर नगरपालिका 5 यदि तपाईँहरू भोजपुरकै सबभन्दा मिठो चटपटे खान चाहनुहुन्छ भने चाहिँ यहाँ आउनु होला यति मिठो हुन्छ त्यो अब कुरै नगरौँ न त्यो बाँदर खेद्दा गयो फेरि उहाँ मान्छे हेर्दै थाहा पाउनुहुन्छ तपाईँहरूले उहाँ हुनुहुन्छ हाम्रो सब्जी रमाइलो ठाउँमा छ एकान्तमा छ गाडीहरू धुन ओर्न पनि सजिलो छ यहाँ किनभने अब गाडीहरू धुन पनि आउँछ क्या किन भन्नुहुन्छ भने अब बाह्य हल्ला छैन यताउति छैन अनि त्यही भएर चाहिँ यहाँ एकदम राम्रो छ गाडीहरू धुन पनि एकदम अलिकति शान्त छ बाह्य हल्ला पनि छैन केही गाजागिजिङ पनि छैन अलिकति पिसफुल इन्भाइरोमेन्टमा छ त्यही भएर गाडीहरू पनि धुन ल्याइराख्नुहुन्छ यहाँ अनि चटपटे त कुरै नगरौँ मेन चाहिँ चटपटे फाइनल्ली अहिले चाहिँ हामी थरपुर डाँडा आइपुगेको छौँ यही हाम्रो जक्सन यही हो सबैको भेट्ने ठाउँ यति 4 भाइ आएको छौँ अनि यस्तो छ यसको इन्ट्रान्स र इन्टेरियर चाहिँ अर्गानिक यस्तो छ बाँसबाट बनेको एम्बियन्स यस्तो बवाल ठाउँ यो यसमा बसेर देखाइदेऊ त एकचोटि यो छ क्या सबैभन्दा आरामदायी भने चाहिँ यो लाग्छ लचक्क हो नाइस यो वाला चाहिँ मलाई ठिक लाग्छ यिनीहरूमा चाहिँ यो अलिक लुते मान्छे बस्यो भने हड्डी चाकले घोज्छ यो हो क्या आनन्दको चाहिँ टायर त्यो के हालेको छ है नाइस ल ओइ तैँले 2टा बियर खाइसकिस् मर्छस् यसले चप्पल लुकाउँछ ए साँच्चै एउटा कुरा भन्ने हुन्छ हाम्रो गाउँमा म आएको 3-4 दिन भयो यो पनि आएको 3-4 दिन भयो ऊ पनि आएको 3-4 दिन भयो यो चाहिँ अलिक सानै छ अब यो पढ्दैछ अब यो पनि अलिक पछि निस्किहाल्छ र आएको मात्र होइन जम्मा गाउँभरि भएको अलिकति यसो कुकुरे बल भएको मान्छे अल्लारे भनेको यति चाड ए दीपक भाइ छ त्यो त्यति हो छैन अरू अब सब साथीभाइहरू विदेश के गर्नु बाध्यता हो कमाएको जल यस्तो हुन्छ त्यही त जल यस्तो हुन्छ त्यही भएर अब यस्तै छ जे हुन्छ ठिकै छ ल साथीहरू हाम्रो भोजपुरको सबभन्दा मिठो चटपटे आइसकेको छ टेस्ट गर्नु आँट भरिन्छ क्या है त्यस्तो मिठो हुन्छ क्या धेरै आँट भरिन्छ या स्वादिलो कहाँ थाम्न सक्नु गर्नुपर्छ नि यार थामिनै सकेन सजिलो गर्दै थामिनै सकेन ओ गीत नगाउन न कपिराइट लाग्छ कति स्वादिलो मजाले भिजेको
कसले यहाँको कमेन्ट चटपटे खानु भएको छ प्लिज कमेन्ट गर्नु दिनु भोजुरको मिठो चटपटे त खोइ त गाइस सब यसो हुने गाइस यसो हुनेमा हामीले त चाख्नै पाइएन होइन पाइयो त हामी त भ्लगमा बिजी थियौँ हामी घरमा टिकटकको भिडियो चम्ची मात्रै टिङ पो थाहा भयो कति मिठो चटपटे छ भन्ने कुरा चाहिँ तपाईँले यहाँबाट पत्ता लगाउन सक्नुहुन्छ है ल्याउन नपाइ सक्थ्यो अब हामी एउटा थम्नेल खिच्न बाँकी छ अनि आज अब थर्पु डाँडा भनेको यहाँ छ त्यहाँ पनि गएर हामी बनाउँछौँ अब अहिलेलाई चाहिँ हाम्रो यहीँ स्थगित गरौँ होला सायद अब चटपटे खाइयो आनन्दले फ्रेस भयो सो गाइस फाइनली हाम्रो अर्को लट चटपटे आइसकेको छ लटका लट आज त कति लट हानिन्छ थाहा नै छैन फेरि यति लट हानिन्छ अर्को लट स्पोन्सर हो है के भन्ने सिधै पसलबाट स्पोन्सर हो मिठो हुन्छ साँच्चै मिठो हुन्छ आएको चटपटे है तपाईँहरू खानु भएको छैन भने चाहिँ आउनु होला एकचोटि अन्त यस्तो छ भ्यू मेरो घाँटी दुखिरहेको छ र पनि खाँदैछु फाइनली हामीले चाहिँ चटपटे सबभन्दा मिठो चटपटे खाएर चाहिँ लागिसकेका छौँ यहाँ गाडी धुनेहरूको बदल हेर्नु यहाँ रोनाल्डो र मेस्सीको फ्यामिलीजको कन्ट्रोभर्सी भइरहेछ एउटा वर्ल्ड कप देखा रोनाल्डोको तैँले जितिस सक्यो अरू केही छैन वर्ल्ड कप होइन फाइनलमा पुगेको फाइनलमा पुगेको देखा 26 मा त ग्रुप स्टेजबाट आउट हो ग्रुप स्टेजबाट आउट होइन पोर्चुगल सेमी फाइनलसम्म चाहिँ पुगोस् हाम्रो प्रार्थना मलाई यो एकचोटि यो उ गरेर देखा खोसेर देखा ल हो रहेछ भन्छ रोनाल्डो रोनाल्डोको ब्याट फेरि ड्रिब्लिङ भनेको चाहिँ फेरि मुनमा छ हाम्रो मेस्सी यो मेस्सीको हो मेस्सी अनि मेस्सी एक मेस्सी दुई मेस्सी तीन मेस्सी चार मेस्सी एक रोनाल्डो अर्को रोनाल्डो आइज यस्ता छन् होइन लु भिड आइसकेन लु भिड ल खोएर यस्ता छन् रोनाल्डो पास मान्छेलाई एसिस्ट भन्छ यसलाई एसिस्ट सेल्फिस खेलिँदैन पानीमै तिर एसिस्ट त चाहिँ गोल भएको है फेरि फाइनली साथीहरू दिस इज द नेक्स्ट डे अब काम गरिराखिएको छ आज लास्टै गर्मी छ घाम नलागे पनि लास्टै गर्मी छ 12-13 मिनटको भिडियो भएको छ फाइनली अब हामीले भोजुरकै सबभन्दा मिठो चटपटे भनेर बयान गरेका छौँ अब हुन पनि सक्छ है अभियसली कसम एकदम मिठो चटपटे के जस्तो लाग्यो आज भिडियो आफ्नो प्रतिक्रिया दिनु होला तपाईँहरूले पनि आएर एकचोटि ट्राई चाहिँ गर्न सक्नुहुन्छ त्यहाँको चटपटे मन पराउन लाइक कमेन्ट सेयर सब्सक्राइब सब गर्नु होला थ्याङ्क्स फर वाचिङ